टिकटकको भिडियोलाई विदाउट वाटरमार्क कसरी डाउनलोड गर्ने भनेर यसको टपिकमा भिडियो छ। छोटो भिडियो, स्किप नगरी हेर्नु होला। अब फर्स्ट अफ अल तपाईले टिकटकलाई ओपन गर्नु होला। ओपन गरिसके पछाडि तपाईले कुन भिडियोलाई डाउनलोड गर्ने त्यो भिडियोमा स्वाइप गर्नु होला। तपाईले कुन भिडियो डाउनलोड गर्न छ त्यो भिडियोको तल शेयर भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। गरिसके पछाडि सेभ कपी लिंक भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। गरिसके पछाडि तपाईहरु क्रोममा आउनु होला। क्रोममा आइसके पछाडि यसमा टिकटक भिडियो डाउनलोडर लेख्नु होला। लेखिसके पछाडि टिकटक भिडियो डाउनलोड भन्ने यहाँ तल सेभ फ्रम .net भन्ने एउटा वेबसाइट छ, यसमा क्लिक गर्नु होला। गरिसके पछाडि इन्टर द URL भन्ने छ, यसमा अघि नै कपी गरेकोलाई यसमा पेस्ट गरिदिनु होला हैन। अनि त्यसपछि तपाईलाई डाउनलोडको अप्सन आउँछ, यसमा डाउनलोडमा क्लिक गर्नु होला। यस्तो वाला आयो भने फेरि त्यहीमा जानु होला। देख्न सक्नुहुन्छ तल सेभ भन्ने अप्सन आयो, मैले फाइलमा सेभ गरे, देख्न सक्नुहुन्छ डाउनलोड भयो। तपाईलाई म भिडियो देखाइदिन्छु, यसरी डाउनलोड गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।